सेवारो नमस्ते। पूर्व ताप्लेजुङ फोक्ताङलुङ गाउँपालिका 4 यो इखाब बिपुधापको दृश्य। विशेष गरेर आज एकजना हाम्रो काकालाई विदेशमा रहनुहुने टिका लुम्फुङमा मित्र तीर्थुम निवासी हुनुहुन्छ। उहाँको सहयोगद्वारा उहाँलाई विशेष राहत प्राप्त भएको छ र यसको पूर्ण भूमिका निर्वाह गर्नुहुने यही फोक्ताङलुङ 4 इखाबु निवासी दिपेश माबुवाङ। उहाँको अहिले दिपेश माबुवाङको घरमा हामी छौँ। उहाँ अहिले यहाँ हुनुहुन्न। उहाँको यहाँ पारिवारिक स्थितिमा मम्मी मात्रै हुनुहुन्छ। यो दृश्य मैले देखाएँ। उहाँलाई सहयोग चाहिँ गर्नुभयो टिका लुम्फुङमाजीले। उहाँ तीर्थुम निवासी हुनुहुन्छ र यति मात्रै होइन, उहाँको ब्याग कहाँ गयो? यहाँ यो ब्यागमा लगभग 16 थान